यो चाहिँ होइन म हिँड्नको लागि भनेर बाटो बनाइदिएछ होइन। हेलो गाइज, ल मामालाई ह्याप्पी बर्थडे भनिदिउँ एकपल्ट। मामा ह्याप्पी बर्थडे रे सबैले। भिडियो बनाएर बालुवा छैन त यहाँ। ए बाटो यस्तो छ। यहाँसम्मै जङ्गल थियो, एउटै बाँदर चाहिँ आउँदैन थियो कि अरू। अनि यो त बर्खेली चौर अहिले त यति बाँदर छ नि। हामी अहिले जाँदैछौँ वर्ल्ड फेमस ठाउँमा। पहिला यो बस्ती गाउँ बाक्लो पहिला धेरै बाक्लो गाउँ हो। त्यहाँ बस्ती छ र आदि मान्छे गएको बाबा पहिला बारी जम्मै घर हो कि यहाँ पहिला। अन्त बस्ती बढ्दै पोखरी पुऱ्यो होला है। यो चाहिँ हाम्रो 1914 मा एउटा पोखरी थियो यहाँ। यहाँ चाहिँ लट्स अफ डेथ भएको ठाउँ हो होइन। मान्छे भने कति मर्यो भन्ने काउन्टलेस ठाउँ हो। यो चाहिँ अहिले चाहिँ धेरै वर्षदेखि यो त्यो धेरै मान्छे मर्न थालेर अहिले सायद पानी त्यही भएर हटाइदिएको छ होइन। त्यो चाहिँ म सानो हुँदाखेरि यसो लुकीछिपी आएर म नि हामफाले। यहाँ मान्छे कति सिद्धे नि भिनाजु ऊ त्यो एक मान्छे होइन अझै धेरै नै नुहाउन आएको नुहाएको नै भरे राति 12 बजीतिर आउँछु म। यता यता 1 2 3 तीनटा अलि कलर देखेन सेम छ त्यहाँ पनि। ओम कोटी हो महादेव धाम तथा गुरुकुल वेद विद्या आश्रम वेद भवन बेतौना चन्द्रपुर नगर मधेस नेपाल। यहाँ त सानोमा म बहुत धर्म कर्म गर्ने ठाउँ हो। यहाँको त राजा हो त म। निकालिहाल्छ नि। यहाँ कल रहेछ। ऊ त्यो चाहिँ के हो मामा? तुलसाको मोठ लिन त मगाएको थिएँ। हामी आउँदा लास्ट निकाल्यो ऊ त्यो बर्को फेदमा लगाएर सुताइसकेको गाउँले निकाल्यो। त्यसपछि हामी सबलाई यहाँ ब्यान्ड कहाँ पोखरीको छेउछाउमा पुगेको छ भन्ने बित्तिकै मुमाले यत्रो नर्सरी घाँस काट्ने जम्मैमा बसी हालेको थियो। त्यो डल्लै यो हेर्नु त रङबिरङ लग्यो कि फुटो के हो यो निकालेर लग्यो नि। कस्तो रमाइलो एक जग्गा त टिकटक बनाउने मान्छे संसार आउँथ्यो। यो हाले बेला त राम्रो भयो नि त सिक ल अन्त अलि बत्ती पो सिद्धिएछ। अस्ति आउँदासम्म त्यो अलिअलि मात्रै फुट्यो अझ सिद्धिएछ होइन। यो घरमा पनि बल्दैन।
बनाएको त हो नि त्यही घर नै। ऊ साँच्ची मामा यो घर त अझै रहेछ, यो बिचको रुख चाहिँ काटे हो। नारायणनाथ गुरु नारायणनाथ यहीँ बस्यो भने त यो रुखको त्यहाँ रुखको त त्यहाँ मरे भयो। राष्ट्रगुरु हो नि त। 58 सालमा त हो नि। यहाँको राजा म फेरि ल भने पत्याउनु न, सोध्नु न। हामी आज यहाँ राष्ट्रगुरु चाहिँ छ। यहाँको राजा म, आउने जे मन लाग्छ त्यो उठाउने खाने हिँड्ने। यो सखा सुकेछ भने यो अब यो मोटो सखा यहाँ आउँला हामीलाई बाबा पर्लै हुन्थ्यो, काना जस्तो हुन्थ्यो कि मोटो सखातिर भैँसी गयो भनेपछि डर लाग्थ्यो। यहाँ यो त जम्मै मान्छे बोल्ने हो यहाँ फेरि। यो चाहिँ बोल्ने ठाउँ हो कि जम्मै। हाम्रो राष्ट्रगुरु नरहरिनाथ बसेको ठाउँ होइन, कुटी। यहाँ रुख त धेरै मामा, यहाँको रुख त धेरै अगाडि हटाइसक्यो हो क्या हो। यहाँ बिचमा रुख थियो, बासँग आउँथे अनि तेरो बासै यहाँ। हाम्रोतिर कटर भन्छ गाई जेलाई, तपाईँकोतिर के भन्छ? यो चाहिँ राष्ट्रगुरु बसेको आश्रम कुटी के भन्ने हो। यहाँ बिचमा सखुवाको रुख थियो, डेन्जर ठुलो होइन। यो चाहिँ कोटी होम, डेन्जर होम लगाएर कति के होम लगाएर उ गऱ्यो। जाउँ न, धेरै वर्ष भयो। यहाँ चाहिँ म आउँथेँ कि टक्क बिहान पूजा गर्ने बेलामा आएर यहाँ गुरुले टक्क के खाने सर्लक्क आफै छिरेर झिक्यो, त्यस्तो व्यवस्था थियो गाइज होइन। यो त धेरै वर्षपछि आयो। यो छ भन्ने मलाई अहिलेसम्म थाहा पनि थिएन, यो त हटाइसक्यो होला, भत्काइसक्यो होला जस्तो लागेको थियो। यहाँ यो बिचमा ठ्याक्कै ऊ त्यो छेउदेखि यो छेउ लगभग त्यस्तै हुने मोटो सखुवा थियो कि, डेन्जर ठुलो रुख थियो। ए बुढा हो, के टिपेको? बेल टिपेको? दिस इज कोटी होम गाइज। यो कसले बनाएको? के मेरो भान्जोले घन्टी बजाउँछ अरे। ल त्यो चेप्छ नि हातले त ठुलोले। त्यसरी होइन, भयो ल। हाम्रो हनुमानजी, यो हनुमानजी हाम्रो चप्पल लगाउनु हुन्न। पहिला होम लगाएको ठाउँ चाहिँ यो हो होइन, ठुलो थियो। त्यहाँ त यस्तो भइसकेको छ। धेरै वर्ष भयो, धेरै वर्ष पछाडि। गाइज हामी त दिउँसो आएर बस्नु पर्ने रहेछ यहाँ आनन्दले शीतल। के चाहियो, के हेर्नु भयो? ए कसैले पुजारी बिहिनु अहिले? ए आश्रम जसरी बनाएर यहाँ त धेरै चेन्ज भइसक्यो रहेछ। सो धेरै वर्ष पछाडिको होइन वृद्ध आश्रम बनाएको रहेछ, कम्पाउन्ड पनि लगाएको रहेछ। बोले होइन, जय श्री
यहाँ त सेम सेम भएछ त सेम भएछ त धेरै चेन्ज भइसकेको छु गाइज होइन फुल दिसे क्या भगवान्जीले बस शम्भु कैलाशपति पशुपतिको ठ्याक्कै पशुपतिको शिवलिङ्ग यहाँ पनि छ भाइ पशुपतिवाला शिवलिङ्ग छ यहाँ चाहिँ अहिले कोही पनि नहुनुहुँदो रहेछ नारायण रे कोही रहेन रहेछ अहिले के अब तँ बस गयो मेरो बुद्धि पनि घरको छैन जय कलौटे भन्नुपर्छ फेरि तपाईँलाई यता विष्णु विष्णु गाइज यसो होइन हाम्रो कल्चर अनुसार अलिकति त्यस्तो त गर्नै पर्छ दोस्रो पुल पनि जाने कि क्या भरे खेतमा होइन अहिले जाने हो दोस्रो पुल ल गाइज है म एक राउन्ड हानेर आइसकेँ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल भनिदेऊ मैले चाहिँ एक राउन्ड हानेर आइसकेँ गाइज यतातिर यो साइडमा चाहिँ के छ भनेर मैले हेरिनँ योगी नरहरिनाथ यहाँ बस्न आउँदाखेरि कस्तो हुनुहुन्थ्यो गाइज हेरौँ है त मेरो चाहिँ गुरुबा म त्यही अघि देखाएकै घरमा टक्क सँगै बस्या हो कि सँगै बस्या भन्दा बिहान बिहान हजुरबुवासँग आउँथेँ टक्क बस्थे आपको यहाँ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल भनिदेऊ हुन्छ हुन्छ ऊ त्यो पछाडिबाट आउँदै हुनुहुन्छ उहाँ बस्ने कुरो गर्दै हुनुहुन्छ ल गाइज ह्याप्पी बर्थडे टु यु जय बजरङ्गबली जय श्री गणेश गणेश यहाँ हेर्नु न सेम सेम रहेछ हेलो गणेशजी के छ बजरङ्गबली यहाँ यस्तो यो साफ सफाइ चाहिँ गर्नुपर्ने एउटा समिति बनाएर है ल गाइज अब यही हो आजको लागि सर्ट एन्ड स्विट भिडियो मेरो होइन यहाँ रहेछ गुरुको पहिला अलिक क्लिन एन्ड क्लियर टाइपको फोटो